घन्टीमा भोट हालेकालाई कारबाही गर्ने प्रचण्डको चेतावनी। यो सुन्नुस् त भन्ने जेनरल रिपोर्ट आएको छ। कोले भोट हालेन, केन्द्रीय सदस्य मध्ये प्रदेश सदस्य तपाईको जनप्रतिनिधि संगठनको केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्, कसले भोट हालेनन्, कसले घन्टीमा हाले, त्यो रिपोर्ट तपाईहरुले दिनै पर्यो हामीलाई। तिनलाई कारबाही गर्नै पर्छ, नत्र भने पार्टी बनाउन सकिँदैन। कुरा तिनलाई अहिले कारबाही गरिन्छ र सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यहरूबाट। 50% घन्टीमा गए भन्ने जेनरल रिपोर्ट आएको छ। हामीले भनेका छौँ ठोस ल्याउनुहोस्, कोले हालेन, को घन्टीतिर गएको देखियो। साथीहरू, प्रचण्डले आफ्ना कार्यकर्ताहरूलाई घन्टीमा भोट हालेको कार्यकर्ता जतिलाई कारबाही गर्ने चेतावनी दिएका छन्। अब यस्तै गर्दै जाने हो भने प्रचण्डको 8 सिट पनि गुम्नेछ। 8 र 9 गरेर उनले टोटल 17 सिट जितेका थिए। अब यो पनि गुम्ने निश्चित छ। प्रचण्ड मात्रै एक्लो हुनेछन्। हुन त प्रचण्ड एकदम स्याल जस्ता चतुर्याइ छन्। अब आफू जहाँ हारिन्छ त्यहाँबाट चाहिँ नउठ्ने, जहाँ जितिन्छ त्यहीँ भागेर उठ्ने, सबैलाई थाहा नै भएको कुरा हो। त्यो भएर चाहिँ यसरी मान्छेलाई चाहिँ एउटा कसैलाई पनि दल चाहिएको छैन, देश समृद्धि चाहिएको छ, देश विकास हुनु परेको छ। मान्छेहरू देश विदेश घुमेका छन्, अरू देशको विकास हेरेका छन्, देशमा आउँछन्, राजनीति किचातलो सबै एकले अर्कोलाई गिराउने गुमाउने यस्ता खेलहरू देख्दा मान्छे वाक्क दिक्क छन्। त्यो भएर नै अहिले एकपटकलाई हेरेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेरेका हुन्। त्यो भएर यस्तै गर्दै हरकत देखाउँदै जाने हो भने अब त 0 हुने सम्भावना छ। साथीहरू, प्रचण्डले यस दिएको यो अभिव्यक्तिलाई कुन रूपमा लिनुहुन्छ? के उनले दिएका यस्ता अभिव्यक्तिहरू ठिक छ त? कार्यकर्ता भन्दैमा चाहिँ सबै आफ्ना पेवा त होइनन् होला। मान्छे त जहाँ कहीँ पनि जान सक्छ होला। उनको भनाइ तपाईँहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। अनि प्रचण्ड चाहिँ तपाईँलाई कस्तो लाग्छ त्यो पनि प्रतिक्रिया दिनु होला र हामीसँग नियमित रूपमा जोडिनु होला। धन्यवाद।